एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज फेरि पनि हामी चाहिँ चिटिक्क परेर चाहिँ दुईजना लागि मेट्रोबाट चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ मेरो साथीको घर चाहिँ हामी बसेकोदेखिको धेरै टाढोमा भएको कारणले गर्दाखेरि बुर्जुमानबाट चाहिँ अर्को मेट्रो लिनुपर्ने भयो। हामी दुईजना चाहिँ मक्ख परेर चाहिँ मेट्रोको रमाइलो दृश्य हेर्दै दुईजना साथीको घरपट्टि लाग्यौँ। हामी साथी बसेको जग्गा पनि आइपुग्यौँ। साथी बसेको चाहिँ एकदमै लास्ट मेट्रो स्टेसनमा थियो र हामी आइपुग्यौँ। त्यहाँनिर यति बेसी डरलाग्दो गरम थियो, हामी चाहिँ त्यसलाई पर्खिनको लागि यहाँनिर अलिकति सेटमा बस्यौँ र दुईजना अलिअलि फोटोसुट पनि गरिहाल्यौँ। फोटो त खिच्नै पऱ्यो बाहिर गएको बेलामा। र हामी पर्खिरहेको थियौँ यहाँ बसेर, साथी चाहिँ अर्कोपट्टि आएर पर्खिरहेको रहेछ। हामी चाहिँ आफ्टर 1 मन्थमा भेट्दै थियौँ किनभने चाहिँ त्यो चाहिँ भ्याकेसनबाट आएको थियो। अन्त त्यसले चाहिँ बिचाराले यति मायाले हाम्रो लागि सेफाली बनाउँदै रहेछ। अन्त हामी गएर चाहिँ त्यसलाई हेल्प गऱ्यौँ, सबै रेडी गरेर गएको रहेछ। हाम्रो फोन आएर चाहिँ फेरि हामीलाई लिनुको लागि चाहिँ त्यसले छोडछाड पारेर गएको रहेछ। अन्त गएर चाहिँ हामी चाहिँ सेफाली बनाउनुपट्टि त्यसलाई हेल्प गऱ्यौँ। फटाफट 3 जना मिलेर सेफाली, जुस, अचार, मिठो तिलको अचार त्यसले प्रिपेयर गरेको रहेछ। हाम्रो चाहिँ सेफाले पनि बन्यो, रेडी भयो। अन्त यसले चाहिँ भेजको बनाएको रहेछ किनभने म नन भेज खाँदिनँ भनेर। हामीले चाहिँ सोयाबिनको बनाएको, त्यसले चाहिँ स्टफिङ सोयाबिनको रेडी गरेको रहेछ। कति मायाले हेर न, साथीहरू आउँछ भनेर तहरूले खाना त खाइरहेको हुन्छ र एक्स्ट्रा डिस बनाउँदैछु मैले भनेर भाइ नभाइ गरेर बनाइदिइरहेको रहेछ मेरो साथीले। अन्त त्यसले चाहिँ गरम छ भनेर वाटरमेलन मिन्टको जुस बनाइदिएको थियो, तिलको अचार जुस चाहिँ पुरा रेडी गर्दै थियो। र म चाहिँ भिडियो गरिरहेको थिएँ। मेरो साथीले चाहिँ जुस बनाउनुपट्टि लाग्यो। अन्त जुस पनि रेडी भयो, हाम्रो जुस पनि रेडी भयो। र हामीले सेफाले, तिलको अचार, वाटरमेलन जुसको साथमा चाहिँ हामीले चाहिँ सर्ट एन्ड स्विट पार्टी इन्जोय गरे। टाइम पनि पुरा भएको कारणले गर्दा चाहिँ हामी चाहिँ त्यसको घरबाट निस्केर चाहिँ त्यसको घरको छेउमा चाहिँ नियरेस्ट मल अफ एमरेस्ट रहेछ मल। अनि त्यहाँनिर हामी एकछिन मल अफ एमरेस्टमा काम भएको कारणले चाहिँ त्यहाँनिर गयौँ। त्यहाँनिर चाहिँ एकदमै राम्रो लग्जरी ब्रान्डहरू रहेछ। डियोरको कुनै पनि मलमा हुन्छ तर त्यहाँनिर चाहिँ एकदम राम्रो हुन्छ नि, ठुल्ठुलो फसाडमा रहेछ। लुई भिटनको रहेछ, डियोरको रहेछ, एकदम एन्ट्रेन्सकै माथि नै होइन प्राडाको रहेछ। हामी चाहिँ दामी दामी कलेक्सनहरू थियो नि त्यहाँनिर होइन, यस्तो रहेछ भन्दै चाहिँ हामी चाहिँ घुम्नु थाल्यौँ। अन्त त्यसको चाहिँ सेन्टर पोइन्टमा केही काम थियो र त्यसको इतिसलातमा केही सिमको कामको कारणले गर्दा चाहिँ हामी सेन्टर पोइन्टमा गएर त्यसले केही सामानहरू किन्यो। हामीले पनि अलिअलि सामान किनेर चाहिँ घरपट्टि लाग्यौँ त्यसलाई छोडिराखेर। थ्याङ्क यू सो मच एभ्री वान। सी यू इन नेक्स्ट मिनी ब्लग। बाई बाई, गुड नाइट।